सरकारी कर्मचारीहरूका बजारभरि घर हुने अनि राज्यको कोष चाहिँ यसरी ध्वस्त बनाएर राख्न मिल्छ? तपाईँहरूले यसो राष्ट्रपतिसँग उभिएर फोटो खिच्नु भएको छ, महालेखा परीक्षकले 63औं प्रतिवेदनहरू बुझाउनु भएको छ, तर बेरोजी हेऱ्यो भने खरबौं अरबौं रुपियाँ छ। यो त तपाईँहरूले लाज मान्नुपर्ने विषय हो कि होइन? खर्ब 33 अर्ब भन्दा बढी चाहिँ बेरोजूहरू छ भनेर भनिएको छ। यो कसले गरेको बेरोजी? यो कोही कोरोना जस्तो अर्को कुनै भाइरस जस्तो अप्रत्याशित ढङ्गबाट कहीँ कतैबाट आएको हो कि यो कसैले रचना गरेको त हो? कसैले न कसैले यो काम गरेको त हो? यो काम कसले गरेको हो? यो काम त कसैले न कसैले गरेको? यो काम गर्दाखेरि नीतिको अभाव हो भने त्यो हामीले भन्नुहोस्, हामीले गर्नुपर्ने विषय के हो? सांसदहरूले गर्नुपर्ने विषय, अहिलेको सरकारले गर्नुपर्ने विषय, अहिलेको सदनले गर्नुपर्ने हो। वा असल नियतको अभाव हो भने चाहिँ यसो किन भइरहेको छ? आफूलाई इन्ट्रेस्ट लागेको विषयमा चाहिँ यसो लेखापालहरूको एक्टिभिटिज हेऱ्यो भने झोलामा चेक बोकेर आफूलाई इन्ट्रेस्ट लागेको विषय छ भने राति 12 बजे पनि गएर चेक काट्ने, तर इन्ट्रेस्टको विषय छैन भने त्यो कलेजो दिनु परेको जस्तो, किडनी दिनु परेको जस्तो चाहिँ यो कार्यक्रमहरू सम्झौता गर्ने सन्दर्भमा, आम जनताका उपेक्षित उत्पीडितका पिछडा वर्गहरूका प्रोग्रामहरू सम्झौता गर्नुपर्ने सन्दर्भमा वा कुनै इन्ट्रेस्टहरू नमिल्ने भयो भने ती साना प्रोग्रामहरू जम्मै चाहिँ यसै फ्रिज किन जान्छ? त्यसो लेखापाल साथीहरूलाई के नपुग्या हो? तालिम नपुग्या हो कि होइन? कुनै निर्देशन नपुग्या हो कि? नपुग्या चाहिँ के हो त? लेखापालका बजारमा 4-5वटा घर हुने, सरकारी कर्मचारीहरूका बजारभरि घर हुने अनि राज्यको कोष चाहिँ यसरी ध्वस्त बनाएर राख्न मिल्छ? तपाईँहरूले यसो राष्ट्रपतिसँग उभिएर फोटो खिच्नु भएको छ, महालेखा परीक्षकले 63औं प्रतिवेदनहरू बुझाउनु भएको छ, तर बेरोजी हेऱ्यो भने खरबौं अरबौं रुपियाँ छ। यो त तपाईँहरूले लाज मान्नुपर्ने विषय हो कि होइन? त्यो लाजको विषय हो कि गर्वको विषय हो? यो तपाईँहरूको अहिलेसम्म महालेखा परीक्षकको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन तपाईँहरू। त्यसकारणले गर्दा महालेखा परीक्षक चाहिँ सुध्रिनुपर्छ। महालेखा परीक्षकको कार्यालय चाहिँ त्यो सम्बन्धित कार्यालय चाहिँ सुध्रिनुपर्छ। तपाईँहरू अहिलेसम्म गरेको, उनीहरूले गरेको, तत्ततको कार्यालयले गरेको बदमाशीलाई कसरी हुन्छ कानुनी रूपमा मिलाउनलाई यसले गरेको त्यसले गरेको कसरी हुन्छ मिलाउने, हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। यसले राज्यलाई ठुलो नोक्सानी पुगेको छ। यो कुरामा तपाईँहरू गम्भीर ढङ्गबाट यतातर्फ लागौँदैछ। कहीँ कतैबाट यसो हेऱ्यो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार छानबिन गर्न भनेर जाने यहाँबाट मान्छेहरू लास्टमा त्यही एयरपोर्टको ठेकादार जो बसेको छ, एयरपोर्टको ठेकादार जो छ उसैले भनिदिएको होटलमा गएर बास बस्ने भन्ने हुन्छ।